हेलो एभ्रिवान। आजको क्लासमा चाहिँ हामी क्वेसन ट्याग हेर्न जाँदैछौँ, बेसिक टु एडभान्स। र सबै क्वेसन ट्यागका क्वेसनहरू आज हामी समेट्ने प्रयास गर्नेछौँ। यदि यो भिडियो हजुरहरूले अन्तिमसम्म हेर्नुभयो भने क्वेसन ट्यागसँग रिलेटेड कुनै पनि क्वेसनहरू छुटाउनु हुने छैन है त। लागौँ। फर्स्टमा वाट इज अ क्वेसन ट्याग? क्वेसन ट्याग भनेको के हो बुझौँ। क्वेसन ट्याग भनेको सिम्पली सर्ट क्वेसन हो जुन चाहिँ स्टेटमेन्टको लास्टमा एड गर्ने गरिन्छ। किन युज गरिन्छ भन्दा त्यो इन्फर्मेसन कन्फर्म गर्नको लागि अथवा एग्रिमेन्ट लिनको लागि चाहिँ हामी क्वेसन ट्याग युज गर्छौँ। सामान्यतया बोल्दा त्यति युज त गरिँदैन, तर युज गर्नुभयो भने हजुरहरूले अलिकति एडभान्स सुनिन्छ है त। सो अबदेखि चाहिँ गर्नु होला। जस्तो यहाँनिर एउटा इक्जाम्पल हेरौँ, सी इज योर सिस्टर छ। त्यहाँनिर लास्टमा इज एन्ड सी भनेर एउटा कन्फर्मेसनको लागि सोधिएको छ नि। त्यस्तै सेकेन्डमा डु यु भनेर सोधिएको छ। कुन बेला पोजिटिभ कुन बेला नेगेटिभ हामी हेर्नेछौँ है त। यहाँनिर यो टेबल हेर्नुहोस्। फर्स्टमा स्टेटमेन्ट टाइपमा के छ? पोजिटिभ। यदि स्टेटमेन्ट पोजिटिभ छ भने त्यसको क्वेसन ट्याग के बन्छ भन्दा नेगेटिभ ट्याग प्लस सब्जेक्ट बन्छ। यदि नेगेटिभ स्टेटमेन्ट छ भने पोजिटिभ ट्याग प्लस सब्जेक्ट बन्न जान्छ है। अनि पछाडिको यो सब्जेक्टमा चाहिँ यदि नेम छ भने ही र सी लाग्छ। यदि मोर देन वान नेम छ भने दे लाग्छ, अथवा कुनै थिङ्स वस्तु छ भने चाहिँ इट लाग्छ। यहाँ अर्को एक्सेप्सनल केस पनि छ। जस्तो यो एभ्री वान, एभ्रीबडी, एभ्री पर्सन, सम वान, नो वान भने चाहिँ सिङ्गुलर पर्सन हो, तर क्वेसन ट्यागमा चाहिँ सब्जेक्ट चाहिँ दे भनेर लाग्छ है। जस्तो यहाँनिर स्ट्रक्चरमा सब्जेक्ट छ नि, हो यसमा चाहिँ दे भनेर लाग्छ। सिमिलरली एभ्रिथिङ, नथिङ, समथिङ भनेको पनि सिङ्गुलर सब्जेक्ट हो र सिङ्गुलरै सब्जेक्ट प्रोनाउन लाग्छ जुन चाहिँ इट हो है। सब्जेक्टमा चाहिँ हामी यिनीहरू आयो भने चाहिँ इट लगाउँछौँ। ल केही इक्जाम्पल हेरौँ। हि इज अ टिचर, इजन्ट हि? हि इजन्ट अ टिचर, हि इज नट अ टिचर। अब हेर्नुहोस् त, फर्स्टको पोजिटिभ स्टेटमेन्टमा हामीले नेगेटिभ ट्याग लगाइयो, अनि सेकेन्डमा नेगेटिभ छ, हामीले क्वेसन ट्याग बनाउँदा के गर्यो? पोजिटिभ लगाइयो। फर्स्टमा इजन्ट हि, सेकेन्डमा इज हि। अब के रुल्सहरू हेरौँ है त। रुल्समा चाहिँ अब यदि स्टेटमेन्टमा एक्जुलरी भर्ब अथवा हेल्पिङ भर्ब छ भने हामीले सेम एक्जुलरी भर्ब लगाउँछौँ। यदि छैन भने हामीले डु, डज अथवा डिड लगाउँछौँ। पहिला एक्जुलरी भएको केसहरू हेरौँ है त। जस्तो एक्जुलरी भर्ब अथवा हेल्पिङ भर्बहरू के हुन् त यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। सबैको एक एक हेर्न जाँदैछौँ है त हामी। जस्तो कस्तोलाई एक्जुलरी भर्ब भन्ने, कस्तोलाई हेल्पिङ भर्ब भन्ने भन्दा यदि यी सेन्टेन्सहरू, यी वर्डहरू चाहिँ पछाडि चाहिँ मेन भर्ब छ भने चाहिँ यिनीहरू चाहिँ हेल्पिङ भर्ब हुन्छन्। जस्तो इक्जाम्पलमा हेर्नु, सी हेज इटन। अब इटन भन्दा अगाडि ह्याज छ। हेर्नु त, इटन भनेको चाहिँ मेन भर्ब हो। इटन भन्दा अगाडि ह्याज छ। ह्याज के भयो? हाम्रो हेल्पिङ भर्ब। यदि हेल्पिङ भर्ब छ भने त्यही हेल्पिङ भर्ब युज गर्ने प्लस सब्जेक्ट। हेर्नुहोस् त, सी हेज इटन। अब हेल्पिङ भर्ब छ, हामीले इटनलाई मेन भर्बलाई हेर्नै परेन। सो ह्याजन्ट सी, सी भनेको सब्जेक्ट। सिमिलरली सेकेन्डमा हेर्नुहोस् त, दे आर कमिङ। आर भनेको हेल्पिङ भर्ब छ, आरन्ट दे। ल सबै हेल्पिङ भर्बका एक एक इक्जाम्पल हेर्छौँ है त हामी। जस्तो एम लगाएर गरौँ, आई एम यर फ्रेन्ड, आरन्ट आई। यहाँनिर चाहिँ एम भए पनि हामीले चाहिँ क्वेसन ट्यागमा चाहिँ आर लगाउनु पर्ने हुन्छ है त। सिमिलरली आई एम नट लेट। अब यो नेगेटिभ छ, यसलाई पोजिटिभ बनाउँदा एमआई भयो। अब इजको हेरौँ, सी इज डान्सिङ। अब त्यहाँ पोजिटिभ छ इजन्ट सी। अब हि इजन्ट रेडी। अब त्यहाँ नेगेटिभ छ इज हि। सिमिलरली आरको हेरौँ, गीता एन्ड निता आर डक्टर्स। दुईजना छन्। हेर्नुहोस् त, दुईजना भएपछि हामीले के हुन्छ भनेको थियो? मोर देन वान पर्सनमा दे लाग्छ। सो आरन्ट दे। वी आरन्ट लेट, आर वे? यु एन्ड आई आर लेट। यसमा के होला? कमेन्ट गर्नु है त। ल जाऊँ वाजको, हि वाज हेयर, वाजन्ट हि? सी वाजन्ट क्राइङ, वाज सी? वेयरको हेरौँ, वी वर ह्याप्पी, वेरन्ट वी? हेर्नुहोस् त, सबै एक्जुलरी भयो भने यिनीहरू। दे वरन्ट एङ्ग्री, वेयर दे? अब जाऊँ ह्याभ भर्ब्स लगाएको, ह्याभ, ह्याज, ह्याड छ भने ह्याभको हेरौँ, यु ह्याभ फिनिस्ड। हेर्नुहोस् त, यहाँनिर फिनिस्ड भनेको मेन भर्ब हो, ह्याभ भनेको एक्जुलरी भर्ब अथवा हेल्पिङ भर्ब हो। त्यही भएर हामीले के लगायो? ह्याभलाई नै युज गर्यो, ह्याभन्ट यु। यदि त्यहाँनिर पछाडि मेन भर्ब थिएन भने चाहिँ ह्याभले चाहिँ मेन भर्बको काम गर्थ्यो। त्यो चाहिँ हामी तल हेर्न जाँदैछौँ है त। ल अब ह्याजको हेरौँ, सी हेज गन, हेजन्ट सी? हि हेजन्ट इटन, हेजन्ट हि? सरी हेज हि? अब ह्याडको हेरौँ, दे ह्याड टायर्ड, ह्याडन्ट दे? सी ह्याडन्ट कल्ड, ह्याड सी? अब डु भर्ब्स हेरौँ, डु, डज, डिडवाला। यु डु योगा डेली, डोन्ट यु?
दे डोन्ट लाइक पिज्जा डु दे? यो त बुझिराख्नु भएको छ नि, पोजिटिभ छ भने नेगेटिभ ट्याग हुन्छ, नेगेटिभ छ भने पोजिटिभ ट्याग हुन्छ है। ल जाम डजको हेरौँ। सी डज हर होमवर्क डजन्ट सी डजन्ट स्विम डज सी। डिडको पनि हेर्नु होला। अब मोडल भर्बको केही हेरौँ। क्यान कुड मे माइट स्याल सुड विल वुड मस्ट अट टु। अब क्यानको हेर्नुहोस् त, हि क्यान ड्राइभ, ड्राइभको अगाडि एक्जुलरी भर्ब छ भनेपछि कान्ट ही। सी कान्ट डान्स, क्यान सी, यसरी लगाउन सकिन्छ। मेको पनि सी मे कम, यो मेन्ट सी यो त रेयरली युज हुन्छ, खासै युज चाहिँ गरिँदैन है। जस्तै हि मे नट एग्री मे हि, यो मेको केस चाहिँ त्यति युज गरिँदैन। अब माइटमा जाम। इट माइट रेन माइट नट इट, हि माइट नट प्ले माइट हि। सिमिलरली स्याल, स्यालको चाहिँ नेगेटिभ स्यान्ट हुन्छ है, स्याल नट नभन्ने है, स्यान्ट वे। आई स्यान्ट वेट, यसको के भयो स्याल आई। ल सुटको पनि हेर्नु होला आफै। विलको नेगेटिभ चाहिँ वोन्ट हुन्छ, थाहा भएकै कुरा हो। सी वोन्ट कम विल सी। अब वुडको वुडन्ट हुन्छ। मस्टको मस्ट नट हुन्छ, मसन्ट पनि भन्ने गरिन्छ। अट टुको एउटा इक्जाम्पल हेरौँ। सी अट टु ट्राई सुडन्ट सी। अट टुमा चाहिँ क्वेसन ट्याग चाहिँ सुडन्ट भन्न जान्छ, यो कुरा चाहिँ नोट गरिराख्नु होला। ल जाम अर्को। यदि स्टेटमेन्टमा एक्जुलरी भर्ब छैन भने त्यसमा चाहिँ के युज गर्नुपर्छ भन्दा डु डज अथवा डिड। अब एक्जुलरी भर्ब नहुने स्टेटमेन्ट भनेका त्यस्ता स्टेटमेन्ट हुन् जुन चाहिँ सिम्पल प्रेजेन्ट अनि पास्ट सिम्पल, यति मात्रै हुन् है। अब यिनीहरूको सेन्टेन्सहरू हेरौँ। यिनीहरूको एउटा स्ट्रक्चर हेरौँ। जस्तो हेल्पिङ भर्बमा चाहिँ के युज गर्नु पऱ्यो भन्दा डु युज गर्नु पऱ्यो। कति बेला यदि क्वेसन्स नेगेटिभ ट्यागमा छ भने। हेरौँ है त, आई यु वी दे मोर देन वान पर्सन छ भने चाहिँ हामीले के युज गर्नु पऱ्यो डु युज गर्नु पऱ्यो। डज कति बेला युज गर्ने, जस्तो हि सी इट अथवा वान पर्सन अथवा वान थिङ छ भने चाहिँ डज युज गर्ने। अब डिड त सबै सब्जेक्टलाई डिड नै लाग्छ यदि स्टेटमेन्ट पास्टमा छ भने। जस्तो केही इक्जाम्पल हेरौँ। हि प्लेज गिटार, हेर्नुहोस् त हि पछि प्लेज भनेको मेन भर्ब भयो, मेन भर्ब अगाडि कुनै एक्जुलरी भर्ब छैन भनेपछि हामीले के लगाउनु पऱ्यो, हिले के लिन्छ डज लिन्छ, सो डजन्ट हि। दे वाच द मुभी, वाच छ हेर्नुहोस् त्यहाँ वाच्ड भनेको त पास्ट होस्, पास्ट सिम्पल हो। अब पास्ट सिम्पल भएपछि हामीले के लगाउनु पऱ्यो डिड लगाउनु पऱ्यो, सो डिन्ट दे। अब यहाँनिर थर्डको इक्जाम्पल इम्पोर्टेन्ट छ। हि कट द पेपर, हेर्नुहोस् त हि कट्स भएको भए यो सिम्पल प्रेजेन्ट हुन्थ्यो, तर कट भनेको त कटको पास्ट कट नै हो नि त, त्यही भएर हि कट भनेपछि त हामीले पास्टमा बुझ्ने है त, सो डिन्ट हि हुन्छ यहाँनिर। यदि कट्स भएको भए चाहिँ डजन्ट हि हुन्थ्यो। हेर्नुहोस् त अर्को इक्जाम्पलमा त्यही छ। ल रुल नम्बर 3मा जाऊँ। सब्जेक्ट बिकम्स अ प्रोनाउन इन द ट्याग। जस्तो राम इज हियर, रामको प्रोनाउन के हो हि, सब्जेक्ट चाहिँ के भइदियो अब हि भइदियो। हामीले माथि पढेको थियौँ नि राम इज हियर इजन्ट हि। द गर्ल्स आर स्विङ्गिङ, गर्ल्स भनेको मोर देन वान गर्ल हो नि त, त्यो भएर हामीले के गर्नु पऱ्यो आरन्ट दे। यदि एउटा मात्रै गर्ल थियो भने त्यहाँनिर इजन्ट सी हुन्थ्यो है। ल अब केही इक्जाम्पलहरू हेरौँ। आई इट राइस एभ्री डे डन्ट आई। अर्को जाम। सी गोज टु स्कुल डजन्ट सी। दे प्ले फुटबल डन्ट दे। हि ड्रिङ्क्स डजन्ट हि। वी स्टडी डन्ट वी। द सन राइजेज डजन्ट इट। हेर्नुहोस् त्यहाँ द सन भनेको एउटा थिङ हो नि त, वस्तु हो नि त, हो त्यही भएर हामीले के लगायो इट लगाइयो है। यदि मोर देन वान सन्स हुन्थ्यो भने चाहिँ दे लगाउन नै सकिन्थ्यो है, तर त्यस्तो क्वेसन आउँदैन। बर्ड्स सिङ्स इन द मर्निङ डन्ट दे। माई मदर कुक्स, माई मदर भनेको त एकजना हो नि त, सो डजन्ट। हेर्नुहोस् त माई मदर कुक्स डेलिसियस फुड डजन्ट सी। द ट्रेन अराइभ्स एट 5 PM डजन्ट इट। वाटर बोइल्स भनेको बफ 5 हो, वाटर भनेको एउटा थिङ हो, त्यही भएर के लगायो हामीले डजन्ट इट। अब पास्टको पनि हेर्नुहोस्, पास्टको आफै हेर्नु होला भिडियोलाई पज गरेर। ल अब स्पेसल केसहरू छन् है, जस्तो आइएम आयो भने आईले जहिले पनि आर लिन्छ। हामीले माथि पनि इक्जाम्पलमा हेरिसकेका छौँ आई एम योर फ्रेन्ड, सो यसको के हुने भयो आर्म्ड आई हुने भयो। ल अब स्टुडेन्टहरू धेरै कन्फ्युज हुने भनेको इम्पेरेटिभ सेन्टेन्समा। यसमा कन्फ्युज हुने कुरा केही छैन। इम्पेरेटिभ भनेको कमान्ड गर्नु अथवा रिक्वेस्ट गर्नु। जस्तो लेट्स गो फर अ पार्क, पार्क जाम भन्यो,
यस्तो लेट्स देख्नुभयो, यदि सेन्टेन्समा लेट्स मात्रै देख्नुभयो भने स्याल वी लगाइदिनुहोस्, सक्यो। अब जाऊँ अर्को इम्पेरेटिभतिर। यहाँनिर यदि कमान्ड छ, रिक्वेस्ट छ भने चाहिँ यसमा धेरै कन्फ्युज हुन्छ, टिचरहरू पनि कन्फ्युज भएको देख्छु, नहुनु होला। यस्तो हजुरहरूले इम्पेरेटिभ सेन्टेन्स मात्रै देख्नुभयो, अर्डर दिने खालको, कमान्ड दिने खालको देख्नुभयो भने विल यु लगाइदिनु, सक्यो। होइन, मलाई अझै डिपली बुझ्नु छ भने हजुरहरूले विल यु, वन्ट यु, वुड यु, क्यान यु पनि लगाउन सक्नुहुन्छ। यदि कन्फ्युज हुन मन छैन भने सिधै विल यु लगाइदिनु, सक्यो। जस्तो अलि डिपली जाम यहाँभित्र चाहिँ हजुरहरूले विल यु मात्रै लगाउँदा पनि एन्सर रङ चाहिँ हुँदैन है यो 2 नम्बरमा। जस्तो क्लोज द विन्डो, यहाँनिर के हो, पोलाइट कमान्ड हो, त्यही भएर के लगायो, विल यु। ब्रिङ मी अ ग्लास अफ वाटर, यहाँ पनि विल यु लगायो रिक्वेस्ट भएर। डोन्ट साउट, यो नेगेटिभ कमान्ड हो, नेगेटिभ कमान्ड भनेको नगर भने हो नि त त्यो स्टेटमेन्टलाई, त्यहीमा पनि विल यु लगाइयो। पास मी द पेन, यहाँनिर के कुरा पास गर्न सक्छौ त भनेको त्यसको एबिलिटी चेक गर्यो, फ्रेन्डली कमान्ड भयो, त्यसमा चाहिँ क्यान यु। होइन म विल यु लगाउँछु भन्नु मन छ भने पनि विल यु लगाए नि भयो, कुड यु लगाए नि भयो, वन्ट यु लगाए नि भयो, क्यान यु लगाए नि भयो। यसै गरी अरू आफै हेर्नु होला। अब जाम यहाँनिर एउटा स्पेसल केस छ, विथ नो बडी, नथिङ, नन, नेभर, कन्सिडर्ड, नेगेटिभ। हेरौँ है त, नो बडी कल्ड, डिड दे, हेर्नुहोस् त कल्ड भनेको पास्ट हो, नो बडीसँग दे लाग्छ भनेको थिएँ मैले, नो बडी भनेको नेगेटिभ स्टेटमेन्ट, त्यही भएर यहाँ डिन्ट दे भएन, के भयो, डिड दे मात्रै भयो। हि नेभर कम्स अन टाइम, यहाँ नेभर भनेको नेगेटिभ स्टेटमेन्ट हो नि त, त्यही भएर यहाँ के भयो, डज हि मात्र भयो। ल जाम, जस्तो यसको एन्सर दिनु पऱ्यो भने कसरी दिन सकिन्छ, सी इज अ नर्स, इजन्ट सी भनेर एउटा स्टेटमेन्ट भयो। अब एन्सर दिँदा के गर्ने, यस सी इज भनेर यसरी दिन सकिन्छ। यदि होइन भने नो सी इजन्ट भनेर दिन सक्यो है त। ल अर्को इक्जाम्पल आफै हेर्नु होला। अब केही कमन मिस्टेकहरू छन् है त, जस्तो एभ्री वान, एभ्रीबडी, एभ्री पर्सन आयो भने चाहिँ हामीले जहिले पनि दे युज गर्नुपर्छ। यदि पोजिटिभ छ भने एभ्री वान लभ्स पिज्जा, यहाँ एभ्री वान पछि लभ्स आयो, किनकि एभ्री वान भनेको त सिङ्गुलर सब्जेक्ट हो, सिङ्गुलर सब्जेक्टसँग जहिले पनि भवन अथवा बफे आउँछ प्रेजेन्टमा। सो के भयो, त्यहाँ डोन्ट दे भयो, किनकि एभ्री वानले के लिन्छ, प्रोनाउन दे लिन्छ है यसमा चाहिँ। ल नेगेटिभमा हेर्नुहोस्, एउटा एभ्री वान डिन्ट सो अप, डिड दे, हेर्नुहोस् त डिन्ट यहाँनिर नेगेटिभ छ, पोजिटिभ भयो। ल अर्को 2 नम्बरमा जाम। यदि एभ्रिथिङ छ भने त्यस्तो केसमा चाहिँ हामीले इट लगाउँछौँ। जस्तो एभ्रिथिङ इज रेडी, इजन्ट इट। ल एभ्रिथिङ वेन्ट वेल, वेन्ट भनेको त पास्ट हो, त्यही भएर के लगायो हामीले, डिड लगायो, डिन्ट इट भनेर लगायो। नेगेटिभको आफै हेर्नु होला। ल अर्को हेरौँ, नो बडी कल्ड, कसैले पनि बोलाएन, नो बडी भनेको त नेगेटिभ स्टेटमेन्ट भयो, त्यही भएर हामीले के लगायो, डिड दे, नो बडीले दे लिन्छ। ल यस्तै गरी अरू आफै हेर्नु होला। अब प्र्याक्टिस क्वेसन चाहिँ यसको एन्सर चाहिँ कमेन्टमा सबैले दिएर मात्रै जानु होला, अनि यसको नोट बनाएर पढ्नु होला। यदि हजुरहरूलाई नोट चाहिन्छ भने कमेन्ट गर्नुहोस्, म नोट पनि सेयर गर्नेछु है त। धन्यवाद।